नो गाइस सुँगुरको मुखमा मेरो मुख उस्तै छ चिसो त्यस्तै हैन। आजको दिन चाहिँ कस्तो भएको तपाईहरुलाई अर्को म इन्ट्रेस्टिङ कुरा चाहिँ के सुनाउँछु भने आजै चाहिँ यसले मैले फर्स्टचोटी घुमाउने भनेर लिएर आको। हामी दुईजना स्कुटीमा आको तर हामीले हिजो राति नै करेन्ट चौचौ बनाएको थियौं अनि त्यसपछि त्यसले के भन्छ रोटीलाई पकडा हैन पकडा बनाएर आको थियौं। घाम लाग्छ भनेर पुरी हैन भगवान यहाँनेरि डाँडामा आइपुग्दा यो पाथिभराको डाँडामा आइपुग्दा त कक्रक सबै कक्रक। अनि यसको भिडियो फुलको डाली डालीमा तिम्रो रूपको लालीमा रंगाइदेऊ। हेलो एभ्रिवान, गुड मर्निङ, सवारी नमस्ते। इट्स मी कला लिम्बू। स्वागत छ यहाँहरूलाई मेरो जीवन कला युट्युब च्यानलमा। आज चाहिँ हामी दुईजना भएर पाथिभरा मन्दिरको दर्शन गर्न गइराखेका छौँ तिनचुरेमा। सो हामी दुईजना रेडी भइसक्यौँ। टुडेस झारेर आऊ न, त्यहाँ हाम्रो किस देखा म आऊ न, हाम्रो झारेर आऊ न, किस देखा भन्छु बेहुली भइरहेछ। अनि यो चाहिँ हाम्रो कपाल हैन, यो चाहिँ हामीसँग चाहिँ कर्ली मेसिन छैन अनि राति गरेको थियौँ। यो तपाईहरुलाई म भरे एकछिनमा लाएर देखाउँछु। सो टुडेस हाम्रो कपाल अनि रेडी भइसक्यौँ हामी चाहिँ फाइनली। अनि आउँदा यता हाम्रो टुडेस हाम्रो यो चाहिँ आजको आउटफिट कुर्ता लगाइरहेको छौँ अनि गरिरहेको छौँ। अनि अब चाहिँ हामी के गर्छौँ, निस्किन्छौँ। ल हामी निस्किन्छौँ। सो अब हामी उता भेटौँला है त गाइज। हामी चाहिँ अब चाहिँ जाने आँटेको, रेडी भइसक्यौँ। अनि अब स्कुटीमा जाने। यहाँनिर मुडीमा चाहिँ एकदमै धेरै जाडो छ। हजुरहरूकोतिर चाहिँ कस्तो छ भन्ने। सो ज्याकेट लाएरै चलाउनु पर्ने हुन्छ स्कुटी। अलिअलि मेकअप गरेको, अब त्यहाँ पुगिन्जेलसम्म त चिसोले हावाले उस्तै बनाउँछ होला तर ठिकै छ। यो मान्छे यहाँ उभिरहेछ जाडोले लक 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 काम्दैछ। अनि मेरो ब्याग पनि बोकिरहेछ। अनि यो स्कुटी रेडी छ। अनि यहाँ झोलामा चाहिँ हामीले खानेकुरा आफै बनाएर बोकेको छौँ। सो अब हामी जान्छौँ। मैले कसरी कराएको थिएँ हौ, नचाहिँ त अबै तिमीले लाएन भनेको त नि। ओके फाइनल्ली हामी चाहिँ मन्दिर आइपुगिसक्यौँ। अब हामी पूजा गर्छौँ। म चाहिँ पाथिभरा मन्दिर धेरै नै हो आइपुगेको, उसमा छ चर्चको भएकोमा। अनि हामीले यो लिएको छ। अब पूजा गर्छौँ। पाथिभरा मन्दिरको आजको वेदर यस्तो चिसो छ। फागुनको आज कति गते भनेपछि 24 गतेमा पनि यस्तो वेदर छ भनेपछि कति जाडो छ त यहाँनिर। यस्तो छ हुस्से लागिरहेछ पुरै। ल चाडोले मेकअप गरेको नि कता उड्यो अहिले बिहान रिरोनी भएर आएको, यहाँ आएर चिरोनी भइसक्यौँ हामी। ए यस्तो पनि कहाँ पाउ त यस्तो पाथिभरा लेखेको? त्यहीँनिर हुन्थ्यो नि, त्यही दिन्थ्यो तर हामीले दिनौँ नि त। बाहिरदेखि भित्र जानु पहिले। ए बाहिर धुप बाल्ने हो, उयो बालेर जान्छ तैँले। Oh my God, यो चाहिँ फाइनली पाथिभराको माता हो। अनि हामीले यहाँबाट पूजा गरिराखेको छौँ हामीहरूले। तपाईँहरूले भिडियोबाट दर्शन गर्नुहोस् गाइस। फाइनली हामीले चाहिँ पूजा गरिसकिसक्यौँ। अब हामी दुईवटा फोटो खिच्छौँ अनि त्यस पछाडि चाहिँ यहाँबाट हामी छर्छौँ। हेर्नुहोस् बादल कालो छ आजको दिन। हेलो लिम्बू सोल्टीहरू, हजुरहरूलाई कस्तो लाग्छ? एकदम राम्रो। सोल्टिनी हो नि त, सोल्टीहरूलाई सोधेको क्या कस्तो लाग्छ कुनै लुङ्गी लाउने सोल्टिनीहरू। हामी चाहिँ आज लुङ्गी लगाइराखेका छौँ। यो चाहिँ तिनचुरे डाँडा हो। पहिला चाहिँ यहाँनिर अगाडि नै गुराँस फुलिसकेको हुन्थ्यो फागुन चैत वैशाखतिर, तर अहिले चाहिँ फुलेकै छैन, कोपिलाहरू मात्रै लाग्दैछ। फुलको डाली डालीमा तिम्रो रूपको लालीमा रंगाइदेऊ।
हामी दुईजना चाहिँ तिनजुरे डाँडामा छौँ अनि आजको मौसम चाहिँ एकदमै धेरै धुम्म परेको छ अनि तपाईँहरूले माथि पनि देख्न सक्नुहुनेछ अनि मन्दिरदेखि हामी चाहिँ अलिकति ओर छौँ अनि अरू मानिसहरू पनि हुनुहुन्छ हामी चाहिँ अलिकति ओर फोटो भिडियो खिच्न लागेको छौँ तर पानी पर्न लागिरहेछ होइन अनि जिन्दगीमा मलाई जन्मेर यत्रो भए आज जस्तो जाडो कहिले पनि लागेको थिएन यो लक कामिरहेको थियो अनि मैले त्यही भएर यसलाई चाहिँ एउटा गीत गाउँ अब यो मौसमले च्यालेन्ज दिउँ भनेर ल ठिक छ अब हाम्रो गीत सुन्नु है त ल के 3 2 1 गो भन्छु म 3 2 1 गो अर्को जुनी त थाहा नै छैन ए जुनी मायाले बाँधौला आइदेऊ न साथमा यो कालो रातमा आइदेऊ न साथमा यो कालो रातमा जिन्दगी भनेको घाम र छाया 2 दिनको माया होइन होइन अमर सनेर मुना र मदन बिर्सेको छैन थ्याङ्क यू आजलाई यति नै हो आज चाहिँ हामीले हाम्रो दिन यही डाँडामा बिताइसक्यौँ अनि ओह यो मान्छे चाहिँ रिसाइराखेको छ चिसोले गर्दा उसको अनुहार पुरै के भएको जस्तो अनुहार आयो अरे अघि के भन्दै थियो कालो न कालो छैन गाइस हेर्नुहोस् सेतो न सेतो आइरहेको छ म त यो जतिको सेती राम्री त कुनै देखेको छुइनँ हेर्नु गाइस अनि सुँगुरको मुखडा मेरोमा खुस्दै छ चिसो त्यस्तै होइन आजको दिन चाहिँ कस्तो भएको तपाईँहरूलाई अर्को म इन्ट्रेस्टिङ कुरा चाहिँ के सुनाउँछु भने आजै चाहिँ यसलाई मैले फर्स्टचोटि घुमाउने भनेर लिएर आएको हामी दुईजना स्कुटीमा आएको तर हामीले हिजो राति नै करेन्ट चौचौ बनाएको थियौँ अनि त्यस पछाडि त्यसलाई के भन्छ रोटीलाई पकौडा होइन पकौडा बनाएर आएको थियौँ घाम लाग्छ भनेर पुरी होइन भगवान यहाँनिर डाँडामा आइपुग्दा यो पाथिभरको डाँडामा आइपुग्दा त कक्रक सबै कक्रक अनि यसको भिडियो चाहिँ थोरै चाहिँ बनाएको छु तर त्यस्तो खाएर अलिअलि एनर्जी आएको छ अनि त्यही एनर्जीले म चाहिँ बोलिराखेको छु अर्कोको एनर्जी चाहिँ लस भइसकिसक्यो अरे त्यस्तो अनि चटपटे बनाइ खाने भनेर चटपटेहरू पनि बोकेको थियो क्या हामीले के पनि बनाएर खाएनौँ क्या धेरै चिसो भएर अब चाहिँ हामी फर्किन्छौँ कति धेरै बेर बस्ने भनेर आएको थियौँ तर बस्नै नसक्ने भयो क्या यो डाँडामा चाहिँ यसले चिसो पानी खाइरहेछ है चिसो पानी छैन हेर्नु न यो चिसो पानी लिएर आएको यो चिसो पानी त्यस्तै रहने भयो त्यत्तिकै रहने भयो अब यो पानी पनि खाएको छैन म चाहिँ अलिकति तलतिर होटलमा पुगेपछि चाहिँ तातो पानी खान्छु अब हामी दुईजना चाहिँ घर फर्किन्छौँ म यो भिडियोको क्लिप्सहरू चाहिँ म टिकटकमा लाउँछु सबैजनाले हेरेर माया गरिदिनु होला साथीहरू बाई बाई कुन तिम्रो चप्पल मेरो चप्पल मैले यहाँ लगाइरहेको छु नि मलाई हालिसकेँ नि फेरि घाम आयो यो घामले पनि हामीलाई च्यालेन्ज गरिरहेछ क्या केटी यस्तो गरिरहेछ नि घामले यति च्यालेन्ज गरिरहेछ साथीहरू यता आउन त एकचोटि पाइपो भन्ने बेलामा अब यसको चाहिँ मैले फोटो राम्रो आएन रे अघि मन्दिरमा खिचेको छोरी मान्छेहरूले चाहिँ गाइस घाम चाहिन्छ है राम्ररी आउनको लागि चाहिँ अब हामी यसको म मन्दिरमा फोटो खिचिदिन्छु अनि त्यस पछाडि जान्छु आजको भिडियो यस्तै नै रह्यो बनाउँछु भनेर सोचेको थिएँ धेरै क्लिपहरू लिन अघि धेरै नै चिसो भएको कारणले अब सबैजनाले हेरिदिनु होला मेरो भिडियोलाई हेरेर माया गरिदिनु होला मेरो साथीको भ्लगमा सबैले लाइक कमेन्ट शेयर गरिदिनु होला है गाइस तर के गर्नु कसैले युट्युब च्यानल नै हेरिदिनु हुन्न अनि त्यहीबाट दुःख लाग्छ म त रुन्छु होला हो किन रुनु प्यारी